आज ज्यानलाई सन्चो छैन, ज्वरो आछ। त्यसैले आज बनाऊ फर्सीको यो सुप। यो मौसममा रुगाखुकी त्यस्तै, ज्वरो त्यस्तै, मच्छर त्यस्तै। पहिला यो ज्वरोको औषधि बनाऊ, त्यसपछि मच्छरको औषधि म भन्छु। पहिला फर्सी, पाकेको फर्सी ल्याउनुहोस्, त्यसको गुदी फाल्नुहोस् अनि मसिनो गरी काट्नुहोस्। गाजरलाई पनि पोकरा फालेर सानो पिसमा काट्नुहोस्। तेलमा मेथी फुराउनुहोस् अनि प्याज राखेर भुट्नुहोस्। भुटिसकेपछि यसमा राख्नुहोस् फर्सी, गाजर अनि यसलाई पनि एकछिन चलाउनु होला। रातो रातो भइसकेपछि यसमा राख्नुहोस् नुन राखेर तातो पानी राख्नुहोस्। तातो पानी राखेपछि यसमा थोरै 4-5 टुक्रा अदुवा, तुलसीको पत्ता, धनिया फ्लेभरको लागि, अनि छ भने चिकन स्टक अथवा भेजिटेबल स्टक, छैन भने चाहिँ चिकन पाउडर युज गर्नुहोस्। ढाकिदिनुहोस् 15-20 मिनट अनि खोल्नुहोस्। पाकेको छ कि नै चेक गर्नु होला। यसो 2-4वटा फर्सी चलाउनु होला अनि पाकिसकेपछि सिधै मिक्सरमा हालेर यसलाई चलाइदिनुहोस्। यति भइसकेपछि प्लेटमा हाल्नुहोस् मजाले। अनि पिरो खानु मनलाई थोरै चिली ओइल युज गर्नु होला। म चाहिँ ज्वरो सन्चो पार्नलाई यो खाएर सुत्छु अनि मच्छरबाट बच्नलाई गोदरेजको न्यू गुड नाइट युज गर्छु। आफू पनि बस्नुहोस्, आफ्नो फ्यामिलीलाई पनि प्रोटेक्ट गर्नुहोस्। अनि यो मौसममा लाइनको चिन्ता नगर्नु होला। यो पुरानो भन्दा एडभान्स फर्मुलाले बनेको छ। जुन लाइन गएको 2 घण्टासम्म मजाले टिक्छ है त।